भएको क्षेत्र मात्र होइन, जङ्गी शरण दरबार भएको क्षेत्र पनि हो। तसर्थ यहाँ थारू सङ्घले जुन कार्यक्रम राख्यो र यसको सफलताको म कामना गर्न चाहन्छु। आदरणीय साथीहरू, म अलिकति तपाईहरुलाई इतिहासतिर लान चाहन्छु। थारू जाति 2007 सालमा मेरो हजुरबाले भन्नुहुन्थ्यो, 7 सालमा पनि थारू जातिको काँध मिलाएर हामी क्रान्तिमा गएका थियौं भनेर। तत्कालीन समयमा परशुनारायण चौधरी 7 सालमै मन्त्री हुनुहुँदै थियो। क्रान्ति पछि उहाँ पछि 15 सालमा हुनुभयो, तर त्योभन्दा अगाडि 7 सालमै उहाँ मन्त्री हुनुहुन्थ्यो। उहाँको कलिलो शरीर, राम्रो चेहरा, सायद 25 वर्ष त पुग्नु भएको थियो कि थिएन, पुग्नु भएको छैन भनेर उहाँलाई चाहिँ नबनाएर हाम्रै जिल्लाको भरतमणि शर्मा हुनुभयो। त्यो बेला परशुनारायणजी 25 वर्षको नपुगेको कारणले। तसर्थ साथीहरू, हामीले सम्झिनै पर्छ एउटा परशुराम जस्तो व्यक्तित्व थारू सङ्घमा राधाकृष्ण चौधरीलाई। र त्यस्तै यो मुलुकमा भएको एउटा चाहिने जनहत्या गर्ने हाम्रो आदरणीय श्रीनारायण चौधरी, जो तल्लो थारू जातिबाट भिजिएको त्यो व्यक्तित्व श्रीनारायण चौधरीलाई पनि म सम्झन चाहन्छु। आदरणीय साथीहरू, आज जसरी तपाईहरु यहाँ उपस्थित हुनुभएको छ, म त तपाईहरुको एउटा अभिमत पाएको एउटा प्रतिनिधि मात्र हुँ। आज देशलाई चलाउने महामन्त्री र देशलाई बुद्धि विवेक दिने व्यक्तित्व वीरेन्द्र रिजाल उपस्थित हुनुहुन्छ। म थारू जातिको उत्थानका कुराहरू पनि गर्छु। यसको संस्कृति, मैले भने यस्तो जाति हो जसको एउटै भए पनि धेरै भाषाहरू छन्, धेरै संस्कृतिहरू छन्। म लामो कुरा हुन्छ, म त्यतातिर जान्न। म दाङ जिल्लामा उहाँहरू उपस्थित हुनुहुन्छ। आदरणीय साथीहरू, मैले भन्नै पर्छ, विकासका केही कुराहरू भइरहेका छैनन्। किन आज अरू कुरा आउँछन्, त्यो कुरा यहाँ राजालाई मन पराएर होइन, तानाशाहलाई वितृष्णा छ। त्यो वितृष्णालाई जगाउन हामीले सुशासन दिनुपर्छ, हामीले भ्रष्टाचार उन्मूलन गर्नुपर्छ, हामीले विकास दिनुपर्छ, हामीले त्यस्तै हामीले युवाहरूको सुरक्षा, भविष्यको सुरक्षा र युवाको रोजगारिताको कुरा छ। साथीहरू, यो कुरा म यो थारू सङ्घको प्लेटफर्मलाई प्रयोग गरेर भन्न चाहन्छु। जो महामन्त्रीजी त्यो के समिति, त्यो समिति पनि बनाउनुहुन्छ। अहिले बङ्गाली जनताले हामी बल्ल बल्ल धेरै गरेर 4 लाइनको बाटोको ठेक्का हुँदैछ। त्यो 4-5 दिन 10-12 दिनमा यसको छिनोफानो होला, मलाई लाग्छ 10-12 दिनमा होला। तर नेपाली बङ्गाली जनताको त्यो एयरपोर्ट, त्यो तरिगाउँ एयरपोर्ट सधैँ रहिरहन्छ। प्रधानमन्त्री पनि यहाँ घुम्दै आउनुभयो, आफ्नो भाषण दिनुभयो। यहाँ केपीजी पनि आउनुभयो, आफ्नो भाषण दिनुभयो। तपाईहरुको प्रतिनिधि दीपक गिरीले मैले अस्ति नै भनेको थिएँ, तपाईहरु नझुक्किनुहोस्, नतालिनुहोस्। यो तपाईहरुको प्रतिनिधि हिजो जसरी काम गरेको थिए, मैले भन्छु नि, तपाईहरुको अभिमतको इज्जत राखेको छु। सदनमा होस् अथवा होस्, कतै मैले कुनै पनि आर्थिक केही छ भने भन्नु होला, व्यक्तिगत पनि। आदरणीय साथीहरू, आज यो एयरपोर्टले 3 अरब, धेरै पैसै होइन, 3 अरब 32 करोड खोजेको छ भन्नुभयो प्रधानमन्त्रीजीले, जो हाम्रो गठबन्धनको प्रधानमन्त्री हुनुहुन्छ। उहाँले 1 अरबको कुरा गर्छ। म यही मञ्चबाट आग्रह गर्छु महामन्त्रीज्यू, अहिले त्यो आएन भने यहाँका काङ्ग्रेसका प्रतिनिधिहरूको मुख लज्जाले कालो हुन्छ। तसर्थ मैले अहिले पनि भनेको थिएँ, पर्यटन मन्त्री काङ्ग्रेसको छ, फाइल लगाउनुहोस्। मेरो कामै त्यही छ। 2टा काम हो, तपाईँलाई लाग्ला। एउटा काम 4 लाइन बाटो, अर्को काम त्यही एयरपोर्ट। त्यही यता गयो एयरपोर्ट, उता गयो एयरपोर्ट, त्यसैमा रुमुल्या छु। यहाँ आयो अस्ति न प्रभावशाली नेता, के नेता, माओवादीका कति 20 करोड गर्यो। टिकारामजीको त चिठी पत्र के पनि लेख्यो। नआत्तिनुहोस्, नबोल्नुहोस्, नबोल्नु। हाम्रो यहीँको त्यस्तै हाम्रो मुख्यमन्त्री त्यसैमा लागि परिरहनु भएको छ। मैले भने नि साथीहरू, हो मुलुक संहितामा गएको छ। अलिकति साथीहरूले बुझिनुहुन्न। विकासको एउटा क्रम, यहाँका यो पश्चिमको 2टा बाटो, मथल्लो र तल्लो बाटो,
मेरो संसदीय बाटो हो, तल्लो बाटो यो प्रदेशले हेर्छ, यो प्रदेशले गर्नुपर्छ। यो बाटो 4 लाइन बाटो राप्ती राजमार्ग सङ्घले हेर्छ। यी एवत कुराहरू छन्, यसमा हामी लागि पर्नेछौँ साथीहरू। तसर्थ अहिले चाहिँ तपाईँहरूले धेरै पुल पुलिसाहरू खोजिरहनु भएको छ। यो 2 वर्षमा यो सरकारले पुलको एउटा बनाएको छैन। जसरी हिजो यो सांसदको कुरा सुनिन्थ्यो होला, बान्थ्यो होला, अहिले त सचिवलाई पनि सहिलो छ, फोन गर्यो, यतिका सांसद छन्, कसको फोन उठाउने कसको फोन नउठाउने। यो व्यथा कता भन्ने, मैले कहाँ भन्ने? बडो कठिन छ साथीहरू, बडो गाह्रो छ। म धेरै समय पनि लिन्न, टाइममा प्लेन छ भने सुनेको छु हाम्रो महामन्त्रीजीको। साथीहरू एउटा अलिकति ऐतिहासिक कुरा गर्न चाहन्छु मैले महामानव बिपी कोइरालाको। यहाँ डाक्टर मिनेनिजाले पनि भएकोले साथीहरूलाई अचम्म लाग्ला, यो कति वर्षको भयो? 2034 सालमा चखौराको डाँडामा त्यहाँ केही साथी बसेर मलाई गाह्रो समय थियो, पार्टीको क्षेत्रीय सभापति भनेर मलाई दिनुभयो। 34 सालमा 36 सालमा एउटा भयावह घटना घटाए पञ्चहरूले। हामीले नेविसङ गठन गरेका थियौँ, बालमित्री माध्यमिक विद्यालय भोजपुरमा, अरू ठाउँ पनि गरेका थियौँ। हामी फर्केको पर्सिपल्ट के सुनियो भने तत्कालीन नक्सलाइटहरूले त्यहाँ नेविसङलाई चाहिँ नि कब्जा गरेर लगे, किडन्याप गरे भन्ने सुनेपछि म र कुबेर शाह, त्यो बेला केही थिएन तुलसीपुरमा, एउटा राष्ट्रिय वाणिज्य ब्याङ्क थियो। त्यो वाणिज्य ब्याङ्कको छेउमा हाम्रो चाहिने नारायण प्रसाद रेग्मी मलवारकोले घर बनाउनु हुँदै हुन्थ्यो। उहाँ त्यो नजिक गएर उहाँलाई थाहा होला भने हामी सोध्न गएका थियौँ। त्यहाँ वाणिज्य ब्याङ्कको उसित अलिकति झगडा भयो। त्यही झगडालाई न्यू मिलाएर हामीलाई ब्याङ्क लुट्ने असफल प्रयास भनेर मुद्दा लगाइयो। म र कुबेर शाहलाई त्यो कट्ठा भन्छन् नि, यसरी खुट्टा हालेर 40 दिन यही तुलसीपुरको माथि राखियो साथी। त्यो बर्बर यातना दिने यो सरकार हो, तत्कालीन राजा त्यसमा थियो। त्यति सम्झिनु होला, अरू म लामो कुरा गर्न चाहन्न। हामी बर्बरताको युगमा जाने कल्पना नगरौँ। म यति आग्रह गर्छु, सुशासन, भ्रष्टाचार उन्मूलन अनि तपाईँको युवाहरूको स्वरोजगारिता र युवाहरूको सुरक्षाको गर्दै दाङ जिल्लालाई फेरि एकपल्ट भन्नु नपरोस्। तपाईँ जस्तो नेतृत्व र केही पोलिसीका कुराहरू गर्नु होला। म लामो कुरा गर्दा धेरै थिए कुराहरू गर्ने, म धेरै कुरा गर्ने। म थारू सङ्घलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूले यो कार्यक्रम राख्नुभयो, जो नृत्य कल्चर गर्नेहरूले राम्रो गर्नुभयो, र सबै काङ्ग्रेसी साथीहरूलाई भन्छु, लोकतन्त्र अरू केही दुविधामा नपर्नुहोस्। यहाँ कहिले काहीँ कुरा उठ्छ यस्तो र उस्तो, मसँग प्रत्यक्ष कुरा गर्नुहोस्। म सधैँ नेपाली काङ्ग्रेसको 4 तारा र तपाईँहरूलाई भन्छु, शहीदहरूलाई सम्झिनुहोस्, धेरैलाई सम्झिनु पर्दैन, त्यही सम्झेर काम गर्नुहोस्। भोलिको दिनमा पनि यो 4 तारा दाङमा फेरि त्यसरी नै जाग्छ। यही कुरा राख्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।